लजिक डिजिटल सिस्टमको नमस्कार। हामीले जति माया हजुरहरूलाई कसले गर्छ र। अब लजिक डिजिटल सिस्टमबाट ल्यापटप किन्दाखेरि लाइफ टाइम फ्री सर्भिसिङ दिँदैछौँ हामीले। अब गिफ्ट त तपाईँले खतरा खतरा पाइ नै हाल्नुहुन्छ। अब ल्यापटप चाहिँ तपाईँ अफिस ल्यापटप खोजीमा हुनुहुन्छ भने तपाईँको पकेटलाई ह्याम्पर नगर्ने गरी मैले भनेपछि बजेटमा चाहिँ खतरा खतरा अफिस ल्यापटपहरू ल्याइसकेको छौँ। अब हामी सुरु चाहिँ गरौँ एचपीको ल्यापटपबाट। यो चाहिँ हो एचपीको 15। अब तपाईँले यसमा प्रोसेसरको कुरा गर्दाखेरि चाहिँ पाउन सक्नुहुन्छ इन्टेलको कोर 5 125H प्रोसेसर भनेपछि इफिसियन्ट र पावरको त कुरै गर्नु परेन। अल्ट्रा प्रोसेसरमा 8GB को DDR5 ऱ्याम र 512GB को एसएसडी पाउनुहुन्छ। स्टोरेज त धेरै नै भइहाल्यो। 8GB को DDR5 ऱ्याम भनिसकेपछि फास्टर पनि ऱ्याम तपाईँले पाउन सक्नुहुन्छ। यसमा 15.6 इन्चको फुल एचडी टच स्क्रिन डिस्प्ले पाउनुहुन्छ भनेपछि प्रेजेन्टेसन गर्नुहोस्, क्रिएटिभिटीको केही काम गर्नुहोस्, तपाईँको अफिसको काम गर्नको लागि एकदमै पर्फेक्ट डिस्प्ले तपाईँले पाइराख्नु भएको छ। स्पेक्स त दामी छ तपाईँले 15.6 इन्चको टच स्क्रिन डिस्प्ले, अल्ट्रा 5 को प्रोसेसर, 8GB ऱ्याम, 512GB एसएसडी तपाईँले पाउन सक्नुहुन्छ। यो ल्यापटप मात्र 89,990 रुपिजमा। कस्तो खतरा ल्यापटप पहिले हेरिहाल्नुभयो, प्राइस पनि थाहा पाइहाल्नुभयो। अब अर्को चाहिँ ल्यापटप हामीसित के रहेछ हेरिहाल्नु। अब आयो हामीसित एकदमै खतरा खालको ल्यापटप। देख्दाखेरि पनि तपाईँले देखिसक्नुभयो बिल्ड क्वालिटी हेर्नुहोस्, यस्तो मजाको ल्यापटप छ। बिल्ड क्वालिटी मात्र भएर त भएन, पर्फर्मेन्स पनि चाहियो। पर्फर्मेन्सको लागि तपाईँले पाउन सक्नुहुन्छ यसमा i7 को 13620S 13 जेनको प्रोसेसर। अब एच प्रोसेसर 13 जेनको i7 भनेपछि कतिको पावरफुल र इफिसियन्ट प्रोसेसर हो तपाईँले थाहा पाइसक्नुभयो। मैले केही बोल्ड फ्री परेन। ऱ्याम चाहिँ तपाईँले यसमा पाउन सक्नुहुन्छ 8GB को र 256GB को चाहिँ तपाईँले एसएसडी पाउन सक्नुहुन्छ। डिस्प्ले पनि यसको सानो चुटुक्क परेको 14 इन्चको डिस्प्ले तपाईँले यसमा पाउन सक्नुहुन्छ भनेपछि ल्यापटप अलिकति सानो छ, पोर्टेबल चाहिँ एकदमै पोर्टेबल छ। बोकेर हिँड्दाखेरि तपाईँको ढाडले दुःख चाहिँ पाउँदैन। अब मैले ल्यापटपको बारेमा त कुरा गरिहालेँ, ल्यापटपको कुरा मात्र भएन, प्राइस त भन्नै पर्यो। यो ल्यापटप तपाईँले पाउन सक्नुहुन्छ i7 को 13620H भएको प्रोसेसर, i7 को एच प्रोसेसरमा मात्र 91,990। आज सबै मैले 1 लाख अन्डरको ल्यापटप भनिरहेको छु, त्यही भएर यो ल्यापटप तपाईँले पाउनुहुन्छ 91,990 यस्तो मजाको स्पेक्स भएको i7 को 13 जेन भनेपछि पावरफुल ल्यापटप चाहिँ लेनोभो V14 चाहिँ तपाईँले पाइराख्नु भएको छ। अब अर्को ल्यापटप कुन छ हामीसँग, आउनुहोस् ढिला नगरिकन हेरिदिनु। अब चाहिँ हामीसँग आयो मार्केट हल्लाएको ल्यापटप। तपाईँले यो ल्यापटपको नाम सुन्नु भएको छैन भन्ने म पत्याउँदै बताउँदिनँ। यो चाहिँ हो लेनोभोको आइडियाप्याड स्लिम 3। सुन्नु भएको थियो नि त नाम। तपाईँले यो ल्यापटप पाउनुहुन्छ लजिक्समा यस्तो मजाको स्पेक्सको साथमा इन्टेलको कोर 5 120U प्रोसेसर। अब अघिनको दुईटा ल्यापटप हेर्ने हो भने चाहिँ यसमा अलिकति कम प्रोसेसर भएको जस्तो फिल हुन्छ यु प्रोसेसर भएर। त्यही पनि अफिस युजको लागि भनेर ल्यापटप देखाइरहेको छु भनेपछि यु प्रोसेसरले पनि तपाईँको डेली टास्क चाहिँ मजाले धान्नेवाला छ। ऱ्याम चाहिँ तपाईँले यसमा पाउन सक्नुहुन्छ 8GB को र 256GB को चाहिँ तपाईँले एसएसडी पाउन सक्नुहुन्छ। अब सुन्दा चाहिँ अलिकति कम भए पनि अफिसियल टास्कहरूलाई चाहिँ 8GB को ऱ्याम र 256GB को एसएसडी चाहिँ इनफ हुन्छ। साथसाथै तपाईँले यसमा चाहिँ फिङ्गरप्रिन्ट रिडर पनि पाउन सक्नुहुन्छ भनेपछि अनलक गर्नु पनि एकदमै ह्यासल फ्री भइहाल्यो। ट्याक्क छुनी ट्याक्क खोलिहाल्छ ल्यापटप। अनि त्यसपछि चाहिँ तपाईँले यसमा ब्याकलाइट किबोर्ड पनि पाउन सक्नुहुन्छ है त। ब्याकलाइट किबोर्ड भएपछि राति तपाईँले आफ्नो काम गर्नु पर्यो भने पनि मजाले गर्न सक्नुहुन्छ। डिस्प्ले चाहिँ तपाईँले पाउन सक्नुहुन्छ यसमा 15.6 इन्चको फुल एचडी डिस्प्ले तपाईँले यसमा पाइरहनु भएको छ। टच स्क्रिन डिस्प्ले चाहिँ तपाईँले यो ल्यापटपमा पाउनु हुँदैन। स्पेक्स त मैले अहिलेसँग राम्रो राम्रो नै भनिरहेको छु अफिस युजको लागि है त। तर प्राइस चाहिँ कति त, प्राइसको कुरा गर्दाखेरि चाहिँ तपाईँहरूले यो ल्यापटप पाउन सक्नुहुन्छ मात्र 72,990 रुपिजमा। अब गिफ्टहरू त पाउँछु भन्छ कि मैले त्यो कुरा लास्टमा गरिहाल्छु। यस्तो मजाको स्पेक्स भएको ल्यापटप मात्र 72,990, त्यो पनि लाइफ टाइम फ्री सर्भिसिङ है फेरि। अब अर्को चाहिँ ल्यापटप हामीसँग के रहेछ ढिला नगरिकन आउनुहोस् हेरिदिइहालौँ। ल हेर्नुहोस् त, यहाँ मैले अर्को ल्यापटप ल्याइसकेँ चुटुक्क परेको एसुसको भ्युबुक। बोकेर हिँड्न पनि एकदम सजिलो, ढाडले पनि दुःख नपाउने, पावरफुल पनि त्यत्तिकै पावरफुल। इन्टेलको कोर 5 120U प्रोसेसर चाहिँ तपाईँले यसमा पाइराख्नु भएको छ। अब एच भन्दा त अलिकति कम नै भइहाल्यो, त्यही पनि अफिस टास्कको लागि देखाइरहेको छु भनेपछि त्यस्तो खासै फरक चाहिँ मलाई पर्छ जस्तो चाहिँ लाग्दैन। साथै तपाईँले यसमा पाउन सक्नुहुन्छ 8GB को ऱ्याम र 512GB को एसएसडी, जुन चाहिँ अघिनको आइडियाप्याड स्लिम 3 भन्दा चाहिँ एसएसडी चाहिँ तपाईँले यसमा अलिकति धेरै पाउनु सक्नुहुन्छ है त। तपाईँले मजाको कुरा चाहिँ यसमा नम प्याड चाहिँ तपाईँले ट्र्याक प्याडमै पाउनुहुन्छ है। साथै ब्याकलाइट किबोर्ड पनि पाउनुहुन्छ भनेपछि त काम गर्नु हेर्नुहोस् त कति प्रोडक्टिभिटीलाई चाहिँ एकदम ध्यानमा राखेर बनाएको ल्यापटप छ। अनि मैले चुटुक्क भन्नुको कारण चाहिँ किनकि यसमा सानो खालको 14 इन्चको फुल एचडी डिस्प्ले तपाईँले पाइराख्नु भएको छ। अफिसको लागि त एकदमै पर्फेक्ट हो किनकि बोकेर हिँड्नु पर्ने हुन्छ, बोक्नु पनि सजिलो। प्रोडक्टिभिटीको लागि एकदम ध्यान दिएर बनाएको ल्यापटप छ। पावरफुल पनि तपाईँले अफिस टास्कको लागि चाहिँ एकदम पावरफुल ल्यापटप यो मान्नै पर्ने हुन्छ। अब प्राइस चाहिँ हामीले यो 8GB 512GB एसएसडी भएको वालाको चाहिँ 86,990 छ। अब सेम ल्यापटपमा एभ्रिथिङ सेममा हामीसित अर्को ल्यापटप पनि छ जुन चाहिँ हो 256GB भेरिएन्ट।
जसको चाहिँ प्राइस तपाईँले पाउन सक्नुहुन्छ 78,990 भनेपछि 78,990 मा 8GB 256, 86,990 मा चाहिँ तपाईँले पाउन सक्नुहुन्छ 8GB 512GB वाला SSD। ल अब यहाँसम्म आइसकेपछि तपाईँहरू थाहा पाइसक्नुभयो हामीसँग कस्तो कस्तो खालको ल्यापटप रहेछ, कति प्राइसमा पाउन सक्नुहुन्छ, के स्पेक्स रहेछ, सबै कुरा। अब मैले आफैले रेकमेन्ड गर्दाखेरि चाहिँ यहाँ हेर्नुहोस् त, प्राइस पनि सस्तो, ल्यापटप पनि एकदम मजाको, 14 जेनको लेटेस्ट प्रोसेसर, इन्टेलको कोर 5 125H 14 जेनको प्रोसेसर तपाईँले यो ल्यापटपमा पाउनुहुन्छ। 15.6 इन्चको फुल एचडी टच स्क्रिन डिस्प्ले पनि तपाईँले यसमा पाइराख्नु भएको छ। एसएसडी पनि एकदम राम्रो छ 512GB को, भनेपछि यस्तो राम्रो ल्यापटप जुन चाहिँ मात्र 89,990 मा पाइराख्नु भएको छ, त्यो चाहिँ हो HP को 15। मैले रेकमेन्ड गर्दाखेरि तपाईँले किन्दाखेरि चाहिँ यो ल्यापटप किन्दाखेरि तपाईँको लागि पर्फेक्ट हुन्छ। अरू ल्यापटप नराम्रो भन्नु खोजे होइन, तर आज देखाएको मध्येमा चाहिँ मैले रेकमेन्ड गर्दाखेरि चाहिँ यो ल्यापटप रेकमेन्ड गर्छु। पालो चाहिँ आइसकेको छ गिफ्टको, तर मेन कुरा जुनसुकै ल्यापटप किने पनि तपाईँले लाइफ टाइम फ्री सर्भिसिङ, लजिक डिटेल्स चाहिँ सबैबाट त पाइहाल्नुहुन्छ। अब गिफ्ट पनि के रहेछ त्यो चाहिँ हेरिहाल्नु न त है त। तपाईँले पाउन सक्नुहुन्छ यस्तो एउटा राम्रो खालको गेमिङ माउस पाउनुहुन्छ, एउटा किबोर्ड पाउन सक्नुहुन्छ, एउटा माउस प्याड पनि पाउन सक्नुहुन्छ, एउटा किबोर्ड गार्ड पनि पाउनुहुन्छ, र यस्तो मजाको एउटा ब्याग पनि पाउन सक्नुहुन्छ। अब आजको भिडियो यति नै थियो। अब हजुरलाई चाहिँ आफ्नो प्रेजेन्टेसन गर्दाखेरि ल्यापटप अड्किँदा तनाव भइरहेको थियो, एउटा खतरा खालको अफिस ल्यापटप खोज्दै हुनुहुन्थ्यो भने आजको भिडियोले चाहिँ तपाईँलाई कुन ल्यापटप किन्दाखेरि बेटर हुन्छ भनेर भन्न म सफल भए जस्तो लाग्छ। अब यस्तै खालको ल्यापटप चाहिँ हामी अर्कोचोटि पनि लिएर आइरहेको छौँ। त्यति बेलासम्मको लागि चाहिँ बाइ बाइ।